अनि आजको यात्रा कतासम्म छ हाम्रो जानी पुग्छ नि हामी गएको छौँ आज हाम्रै गाडी हो यो हामी चाहिँ अब हराएको जब हामी एकछिनमा फेरि भेट्नेछौँ मुकुइले पारेर सुदीप पनि हामीसँग फेरि जानुभयो है भलक बनाउँदैछु मेरो चल्टिने हुन्छ बेनी पुगेर अब हामी बस्न लाग्छौँ भोलि हामी बिहान 4 बजी उठेर मुक्तिनाथतिर लाग्छौँ हे गाइस हामी अनि यो कुन मन्दिर रे यो हाम्रो गोलेश्वर महादेव गुड मर्निङ गाइस हामी चाहिँ अहिले मन्दिर आइपुगेको छौँ आज यहाँ घुमेर तातो पानी घुमेर हामी मुक्तिनाथतिर बस्न पुग्नु होइन त हामी यहाँ ढोगिँदैछ काम हुँदैछ मुक्तिनाथको आज सेकेन्ड डे हिजो चाहिँ अलिकति टाउको दुखेर मैले भ्लग गर्न सक्दिनँ आज चाहिँ म भ्लग गर्दैछु के छ अनि हामी के छ ठिक छ आज हाम्रो यात्रा कहाँ कहाँसम्म छ यसो बताइदिनुहोस् मुस्ताङ कि मुक्तिनाथ मुक्तिनाथ कि मुस्ताङै हो त्यही पनि खोला हेर्न सक्नुहुन्छ हेर्ने भवानी सुतिराख्नु भएको रहेछ हेर्नु त भयो त अब भवानी सुतिराख्नु भएको रहेछ ए ढुङ्गा म नबनाउनु यहाँ 3 जनाले बनाइसके भइहाल्यो 3 जनाले बनाइसके भइहाल्यो ग्रुपमा आएको हामी ल यहाँको सक्यो जय गोलेश्वर महादेव है ल हामी चाहिँ अब यहाँबाट निस्क्यौँ खाजा खाएर बिहान यहाँ खाजा त खाएन होला हामीले है आज खायो तर ब्रेडमा जामै थिएन है अनि हामी चाहिँ अब हामी लागेको इभी गाडीलाई कुर्दैछौँ पार्किङमा छ होइन अनि त्यहाँपछि हामी अब तातो पानी जान्छौँ त्यहाँपछि रूपसे झर्ना अनि त्यहाँपछि मात्र मुक्तिनाथ धेरै ठाउँ
लगाइछ हामी चाहिँ मुस्ताङले त्यो होटेल थकाली किचनमा अब हामी सिधै रुप्सी झर्ना भन्ने छ अरे त्यहाँ पुग्छौँ खाना यहाँ खाएको हाम्रो इभी गाडी चार्ज हुँदैछ अहिले 95 जति भयो 100 हुन भइछ सो यहाँ गाइस एकछिनमा म फेरि रुप्सी झर्ना यस्तो डाँडाको झर्ना त्यस्तो माथि माथिबाट झर्छ सर त्यहाँ पुगेपछि अहिले म भेट्छु है त र अघि मैले भनेको झर्ना चाहिँ अब तपाईँलाई म देखाउन जाँदैछु 3, 2, 1 हेर्नु त झर्ना यसलाई चाहिँ रुप्से झर्ना भन्छ है गाइस हामी चाहिँ अब अलि अगाडि गएर फोटोसोटो हान्छौँ अनि आउँछौँ है त र गाइस पुरै भिजिसक्यो झर्नाको पानी लास्टै फोहोर चाहिरहेको छ हेर्नुहोस् है कुबाङ 4 किलोमिटर बाँकी अनि अगाडि के रहेछ अरे अगाडि बाटो अघि पछाडि कसले के भन्दै थियो के चौरी भन्दाखेरि कसले कस्तरी भनिरहेको थियो चौरीको छुर्पी चाम्रो तिमी गन्दा सुपर्दै क्यामेरा हल्लेको हिजो निदाउने मान्छेहरू आज निदाएको छैन हिजो त पुरा हामी चाहिँ कहाँ छौँ अहिले हामी त छामताङ गाउँमा एकछिन नाच्नु पर्यो नि यहाँ 2 मिनेट भयो सुदीप नाच्नु छामताङ गाउँ आयो ड्रेस चाहिँ कहीँ त्यही पाउँछ ए हामी चाहिँ लाएर फोटो मात्रै खिच्ने भनेर फोटो मात्रै खिच्ने हो लगाएर यो चाहिँ स्याउहरू यस्तो मजाले फुलिरहेको छ अहिले वाउ यसलाई चाहिँ ऊ पनि कलम पनि काट्दो रहेछ है स्याउलाई हामीलाई त के थाहा स्याउ खेती गरेको छैन खानु मात्रै जाने छ कि कसो सुदीप एकदम हजुर के गर्नु उटपट्याङ के गर्रा ल छेवा ड्रेसमा कडा थियो ल अब चाहिँ हामी फोटो खिच्नेतिर गल्लीतिर लाग्दैछौँ यु गाइज यहाँ यो मुस्ताङमा आएर चाहिँ भोटे ड्रेस जमसममा आएर मार्फामा आएर चाहिँ भोटे ड्रेस लगाइसक्यो अब फोटो गर्दै हिँड्नेछ दुईजना चाहिँ उहाँ कहाँबाट आएको तिब्बतबाट आएका अनि दुईजना तपाईँहरू कहाँबाट आउनुभएको नमस्ते म चाहिँ सोलुखुम्बुबाट
रहेछ यहाँनिर अघि मैले थापेँ अहिले उसको पालो बिर्को खोइ त सुदीप खल्तीमा अलिअलि थाहा हुन्छ होइन नि भरिसक्यो के गर्नु त अब त भरि